उद्धार गरेर ल्याए होइन छोरी। अब यी चेलीलाई उद्धार गरेर ल्याइयो र दुबईमा यिनलाई होस्टेलमा ल्याएर राखियो र सबै यिनको डकुमेन्ट्सहरू पासपोर्टहरू बनाउने काम भाइले गरे र चेलीबेटी बेच्ने टोलमा गएर नि टोलमा गएर पैसा उठाउने डन होइन। आज यो चेलीलाई नि उद्धार गर्ने डन दुर्गा बसाइ नै हो। पतित समाजसेवी हो भनेदेखि नि त्यो जसले भन्छ नि उसले 1 रुपैयाँ 100 दिराम खर्च गरेर त्यहाँबाट एकजना चेली उद्धार गरेर पठाओस् न, पहिला पठाओस् न। त्यसरी भुकेर हुँदैन नि। केही होला नि फेसबुकमा चाहिँ नयाँ टिकटक बनाएर चाहिँ नै अर्कालाई गाली गरेर हिँड्ने होइन, त्यस्ताको अन्त्य आफै हुँदै जान्छ। काम गर्दैछौँ, सत्कर्ममा विश्वास गरौँ न। कसैको 2 पैसा हामीले गरेका छैन। यिनको बुवा पनि छैन, आमा पनि छैन। यी टुरी चेली हुन्। यिनलाई लगेर बेचियो। नेपालका ककलले बेचियो भने संसदमा भएका दलका नेताहरू सहित यहाँ भएका चाहिँ सबैजना लागेर पनि बेचिया छ। यो एयरपोर्टको बाटो दैनिक इमिग्रेसनबाट मिलाएर सेटिङमा बेलुका सबैजनाले चाहिँ पैसा बाँड्छन्। मिलाएर 100 जना चेलीहरू जान्छन् र दुबईको डान्स बारमा लाने, शारजाको डान्स बारमा लाने, संसारतिर लगेर चेलीहरू बेच्छन्। हो कि होइन चेली? हो कि होइन? यो चेलीले भनिरहेछ भनेपछि म के भन्दैछु भन्दाखेरि तपाईको चाहिँ दुबईका डान्स बारमा, बम्बईका कोठीहरूमा हाम्रा चेलीबेटी बेचिने होइन, हाम्रा चेलीबेटीहरू दुबईका डान्स बारमा होइन, दुबईका हस्पिटलहरूमा सेतो एप्रोन लगाएर होइन, घाँटीमा स्टेजको बोकेर बिरामी जान्छन् न हाम्रा चेलीबेटीले। यिनलाई नर्स बनाएर पठाएको थियो भने आज यिनीहरू बेचिनु पर्थ्यो? मेरो कुरा त्यो भनेपछि आज नयाँ पार्टी हुन्, पुरानो पार्टी हुन्, त्यहाँभित्र नि कस्ता दानव बसिया छन् त्यो कुरा बुझ्नु। र एउटा कुरा के छ भन्दाखेरि हिजोकै मात्रै घटना, मैले आज 1 वर्षदेखि यो कुरा उठाएँ होइन। बाँसबारी छाला जुत्ता कारखानाको हेर्नुहोस्, अरुण चौधरी भन्ने, विनोद चौधरी के रहेछ? गिरिजाप्रसाद कोइराला, महेश आचार्यदेखि लिएर सबै, गिरिजाप्रसाद कोइराला त मरेर गए, महेश आचार्यहरूदेखि लिएर सबैजना भएर चाहिँ त्यतिखेर चाहिँ यो दलमा जब यो देशमा राज संस्थाको अन्त्य गरेर दलहरू हाबी भए सबै नेपालका सम्पत्ति बेचेर खाए। त्यति मात्रै। म एउटा कुरा भन्दैछु त, त्यो एफएनसीसीआई, सिबी फिन, उद्योग वाणिज्य सङ्घ महासङ्घ छ नि त्यो चन्द्र ढकालवाला, अनि सिएनआई भन्ने छ नि त्यो विष्णु अग्रवाल, हुन्डीकारवालाहरू सबैजना तस्करीको अड्डा हो। सबैभन्दा पहिला योमा तपाईँहरू सबै तयार हुनुहोस्। फागुन 1 गतेदेखि तस्करको घरमा फागुन 1 गतेदेखि हामी छिर्छौँ हो। हाम्रो सम्पत्ति लुट्ने यिनीहरू अनि हाम्रा चेलीबेटी बेचिनु पर्ने यसरी। आज हाम्रो सम्पत्ति लुटेर विदेशी दलाल तस्कर केही मारवाडीहरूले आएर अनि त्यहाँबाट चाहिँ हामीलाई चाहिँ कङ्गाल बनाउने। अब यो कुरा मिल्छ साथी हो? लो भन्नुहोस् त। चौधरी, विनोद चौधरीको नि दशा सुरु भयो। विनोद चौधरी, अरुण चौधरी, बसन्त चौधरी, तपाईँलाई म भन्नु प्रकाश लाल मरेर गयो कि प्रचण्डको 97 करोड रुपियाँ पैसा बसन्त चौधरीसँग छ। ल आज एउटा नयाँ खुलासा गर्ने। विनोद चौधरी कसको पैसाले हिरो भएको त्यो पनि म भनिदिन्छु अर्को पत्रकारसँग। बसन्त चौधरी प्रधानमन्त्री प्रचण्ड भएको बेलामा प्रचण्डको राखन धरन गर्ने ठाउँ नि बसन्त चौधरीकोमा थियो। बसन्त चौधरीसँग प्रकाशको रिलेसन कसरी थियो भने बिनालाई भगाएको बेलामा बसन्त चौधरीले घर दिएको थियो। त्यही बसन्त चौधरीको घरमा प्रकाश दाहाल बस्थ्यो। त्यो नाताले गर्दा भोलि पर्सि बाउ प्रधानमन्त्री भएपछि त्यो पल्ट कमाएको पैसा त्यति 97 करोड रुपियाँ पैसा थियो, सबै बसन्त चौधरीसँग थियो। त्यो खाइदियो बसन्त चौधरीले। कुरो बुझ्नुभयो? चौधरी खानदानलाई होइन कसैलाई पनि प्रचण्डले छोड्नु हुँदैन। तस्करलाई, नारायण काजीलाई यसमा धन्यवाद दिन्छु। नारायण काजी दाईलाई यसमा, नारायण काजी दाई अघि बढ्नुहोस्। हामी छौँ। सबैको हिसाब किताब मसँग माग्नुहोस्, डाटा छ। अगेनो भन्ने रेस्टुरेन्ट छ नि, अगेनो भन्ने रेस्टुरेन्ट तल जाउला खेलमा, त्यो जनार्दन शर्माको। त्यहाँदेखि सुरु हुन्छ। केनिया सुन लगानी छ, त्यो पनि बताइदिउँला। केनिया सुन लगानी छ नेपालको नेताहरूको। अनि आज हाम्रा चेलीबेटी यसरी बेचिने। केपी ओलीदेखि लिएर सबैजनाको सेटिङमा यहाँबाट चेलीबेटीहरू बेचिन्छन्। नेताहरूको तुस्मा सबैजनाको हात छ। यहाँ सबैजनाले मिलेर यहाँ एयरपोर्ट चलाएको छ। यो भवन छ नि, यो दीपक मल्होत्रालाई दिएको छ, तस्करलाई दिएको छ। यो नेपाल सरकारको सम्पत्ति, यो यहाँ बोल्दै गरेको ठाउँ। केपी ओलीको पार्टनर दीपक मल्होत्रा, मैले भने त अस्ति तुलसीलाल अग्रवाल, त्यो सबै भने। अर्को कुरो तपाईँलाई म भन्नु,
अब त्यो त एउटा बाँसबारी छाला जुत्ताको मात्रै कुरा आयो। अब 125 रोपनी जग्गा बाल मन्दिर थियो नि, बाल मन्दिर विशालको रूपले खाएको छ। त्यो निकाल्ने कि ननिकाल्ने हो? बाल मन्दिर विशाल गुरुपका घरमा अब तपाईँ हाम्रो एटिएफ फोर्स छिर्नुपर्छ। त्यसको लागि यी मारवाडीलाई नङ्गे धार बनाएर यहाँबाट लात्तल लिएर खेचेन भने नि हाम्रो देश रहनेवाला छैन। यसरी चेलीबेटी कहिलेसम्म उद्धार गरेर विनोद चौधरी के को मारवाडी अरुण विनोद चौधरीको के थियो थाहा छ? न्यु रोडमा अरुण इम्पोरियम भन्ने दोकान थियो, कपडा दोकान। 46-47 सालमा आज राज परिवारको हत्या हुने बित्तिकै विनोद चौधरी हिरो भयो। कसरी भयो भन्नुहोस् न? राजा वीरेन्द्रको हत्या हुने बित्तिकै। सुन्नु न दुर्गाजी, जस्तो यो अहिले अब जसरी तपाईले उद्धार गरेर ल्याउनु भयो, कहिलेसम्म गर्ने? मेरो कर्मले भ्याइन्जेलसुन, मेरो बरगतले भ्याइन्जेलसुन गर्छु। त्यही भएर यी चेलीबेटीहरू नबेच्छु। सरकारै छैन यो देशमा नि। सरकार त सरकारले खोइ गरेन। त्यसले गर्दाखेरि तपाईँले के बुझ्नुहोस् भने नि, तपाईँहरू सबैजना लागेर यस्ता चेलीबेटीहरू अब यिनको यो फोन कसको हो? त्यो पछाडि गएर सम्झाउनु न। चेलीको विषयमा अलिकति कुरा गरौँ न। चेलीको कसरी उद्धारको भयो तपाईले बताइदिनु न। तपाईँको उद्धार कसरी भयो, तपाईँले कसरी हारगुहार गरेर मौसममा अब यहाँ अर्को नयाँ कुरा आइछ। तपाईँको होइन छोरा जेलमा होइन, यहाँ मसँग भन्दै कहाँ जेलमा पहिला उहाँसँग कुरा गरौँ न। उहाँलाई कसरी भयो बताइदिनु। दाइ 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 टाउकोले चाहिँ छले हो, क्यामेराले पनि छले, सबै छले। त्यो मोबाइल त राख्नु बहिनी। ओ बहिनी, ओ बहिनी, मोबाइल तल गर्नु। ल हेर न फेरि तल लगाउनु भन्दा मलाई बिचमा ल्याउनु भयो। अनि भनेर तपाईँ कुन मेन पावरबाट जानु भयो? अन्जिला भन्ने मेन पावर हो होइन। अञ्जली त्यो मेन पावर चाहिँ अहिले मेन पावर मात्रै हराइछ। हाम्रो कन्सल्टेन्सी खोलेर त्यसलाई चाहिँ अहिले दुबईमा त मान्छे उम्किँदैन। त्यसले अब दुबईमा तपाईँले यसरी उद्धार गरेको हुनुहुन्छ, तर तपाईँले त्यहीँबाट खेजिनुको कारण के हो त्यो पनि खुलासा पारिदिनु न। के कारणले तपाईँ खेदिरहनु भएको? तपाईँको व्यक्तिगत दुश्मनी हो कि के हो? राम्रो काम गर्ने मान्छेको पछाडि राम्रो काम गरे, राम्रो काम गरे भनेपछि तपाईँले एउटा कुरो कि त्यतातिर नजानु। हामीले गल्ती चाहिँ के गरेको छ त्यो चाहिँ खोज्नुहोस् न पहिला यार। हामीले गल्ती गरेको छ भने खोज्नुहोस् न। हामीले गरेका छोरी चेली बेचेका छौँ, हामीले सहकारीको पैसा ठगेका छौँ, कसैको केही खाएका छौँ हामीले भने लिएर आओस् न। हामीले ब्याङ्कको पैसा लिएका छौँ, तितो राखेर लिएका छौँ। मैले 4 आना पैसा होइन, मेरा घरमा आएको बेलामा चिया खुवाएँ होला, अर्कै कुरो खाना खुवाएँ होला, अर्कै कुरो। मेरो हिन्दू धर्ममा बाँचेको मान्छे हो, मेरो कल्चर हो, संस्कार हो। आएका मान्छेलाई पाहुनालाई भोकै पठाउनु हुँदैन। नभए अरू कसैलाई पनि 4 आना पैसा दिएको छैन, किन दिनु?